कुनै नेताले नेपालबाट बाहिर जाँदाखेरि उताबाट पैसा लिएर आयो इतिहासमा? म एक्लो पहिलो व्यक्ति हो क्या युके गएर 5,29,00,000 पैसा धरानमा लिएर आउँछ। नत्र त खाली जान्छ होइन, 3 करोड सक्यो 5 करोड सक्यो, खोइ कता पेट दुखेको चेक गरायो उता सिङ्गापुर कुदी हिँड्यो भन्छ, खालि खर्च मात्रै लिएर आउँछ। तर म आम्दानी लिएर आउँदैन। म तपाईँलाई जानकारी गरौँ, यो हङकङ पनि जाने कुरा छ, त्यहाँ पनि गएर म पैसा लिँदैछु धरानमा। त्यो पैसा मैले मेरो लागि राखेको होइन, त्यो 1 रुपियाँ मैले त छोको पनि छैन, देख्नु भएको छ छैन होइन? त्यो सबै धरानको उपलब्धि हो। आज श्रम संस्कृति पार्क हामीले बनाइसकेपछि हेर्नु न, त्यहाँ अहिले पनि गयो भने तपाईँको धरान बाहिरको मान्छे घुमिराखेको होला है। त्यस्तो हामीले बनायौँ। त्यस्तै खालको माथि पनि बनाउनु खोज्दासम्म पनि मको मुद्दा लगाइदिने के त्यसले गर्दाखेरि समस्याहरू थुप्रै थियो। समस्या हुँदै पनि हामीले काम गऱ्यौँ होइन। म सफल हुनु भनेको तपाईँ पनि सफल हो। आज बुटवल जान्छु फुलको माला, मधेस प्रदेशतिर जान्छु फुलको माला खदा, त्यो सबै खदा माला भनेको त्यो तपाईँहरूको गलामा लगाइदिएको होइन। म सम्मानित हुनु भनेको तपाईँहरू सम्मानित हुनु हो कि होइन है? त्यसले गर्दाखेरि मलाई मेरो गलामा लगाइदिने माला मलाई तपाईँको छैन, जुन मान्छेले मन पराएको छ त्यो भनेको चाहिँ तपाईँहरूले गर्दा हो। किनभने तपाईँहरू नभएको भए म मेरै बन्न सक्दिनँ। अनि मैले कस्तो काम गर्थेँ, मेरो मनमा के थियो के थाहा होइन। खालि त्यो नगरपालिका अगाडि कराइरहेको हुन्थ्यो होला, बिपी अस्पतालतिर पुलिसले ठेल्दै गरेको, पक्रिँदै गरेको, हात अगाडि लगाएर कुदाइ हिँड्थ्यो घरि है, झुटा मुद्दा सुद्धा लगाएर त्यस्तो गर्दै देख्नु। त्यसले गर्दाखेरि त्यो अवसर दिलाउनु भएको छ। म सबै नेपाली दाजुभाइ दिदीबहिनीप्रति हार्दिक कृतज्ञता व्यक्त गर्छु। तर धरानको जनता भनेको चाहिँ उहाँहरू भन्दा पनि तपाईँहरूले मलाई मौका दिएर म यस्तो काम गर्ने ठाउँमा होइन र। तपाईँहरूले मौका नदिएको भए, म चुनाव नजितेको भए भर्खर साम्पाङ यस्तो रहेछ भनेर चिन्थ्यो त संसार? चिन्दैन थियो होइन। आज मेरो नाममा मात्रै 1000 भन्दा धेरै पेज खोलेर मान्छेलाई चलाइरहेको होइन। मेरो टाउको नदेखाइकन न्युजको भ्युजै हुँदैन जस्तो लाग्छ हो कि? मेरो टाउको नदेखाइकन त चल्दैन पो, के चल्दैन हिजो त के भएको खै है। मेरो टाउको ढुङ्गा बोकेको मलाई फेरि विरोध पनि गर्नु पर्ने ठुल्ठुलै हाम्रो दाइहरूले होइन। ढुङ्गा सुन्नु न, ढुङ्गा बोकेको मेरो तस्बिर लगाएर तपाईँको बेसार गरेको उता युरोप अमेरिका सबैतिर पुगेर माया धराने बेसार खतरा होइन। साबुन पनि फेरि मेरो टाउको नराखी चल्दैन भन्नुको मतलब त्यति साह्रो मैले चाहिँ नि काम गरेर होइन एउटा चाहिँ चिन्ने मौका पाएँ। त्यो मौका दिलाउने मान्छे हो तपाईँ। त्यसो भएको कारणले अब यो देशको होइन केन्द्रीय तपाईँको चाहिँ नि सत्तामै हाम्रो विचार हुन्छ होइन। जो ढुङ्गा बोकिरहन्छ, माटो बोकिरहन्छ, बिरुवा रोपिरहन्छ, त्यस्तो मान्छे यो देशको प्रधानमन्त्री। अनि हेर्नु न कस्तो होइन। खाली चाहिँ 1 करोडको के अरे योजना ल्यायो, अनि 50 लाख गोजीमा हालेर चाहिँ नि होइन 1 करोडकै कागज चाहिँ बनाएर, कागजमा मात्रै विकास हाम्रो कागजमा चाहिँ ठिक त छ है, फेरि हो पक्का हो भन्छ, भरे नाप्दा त छैन है, हो कि भन्नु न। अब जस्तै तपाईँहरूले आफ्नो केटाकेटीलाई मासु किन्नु पठाउनुहुन्छ होइन, छोराछोरीलाई जाँदा 2 केजी मासु लिएर आयो है, कुखुराको खसी के खानु, भरे छोराछोरीले चाहिँ आधी केजी मात्रै मासु लिएर चाहिँ 1 केजीको पैसा यसो होइन, आधी केजीको चाहिँ गोजीमा हाल्यो भने ठिक हुन्छ त्यो हुँदैन। त्यस्तै हो तपाईँ हाम्रो ट्याक्स होइन, ऋण लिएको पनि विदेशी ऋण भन्छ, विदेशी ऋण पनि पछि तपाईँ हामीले तिर्नै पर्छ होइन। त्यहाँबाट लिएको चाहिँ त्यो खालको पेथी नहोस्, भ्रष्टाचार नहोस् भन्न खातिर चाहिँ म जस्तो मान्छे म त्यहाँ गएँ। जनताले मलाई, नेपाली जनताले, सारा नेपाली जनताले बुझ्नुपर्छ, पुऱ्याइदिनु भयो भने भ्रष्टाचारीको भ मात्रै भन्दैछ भने मुखैमा लात्ता ल्याउने काम